बालेनलाई भोट केपीलाई चोट नौटंकी नै हो यो नौटंकी नै हो 3 करोड नेपालीको लागि खुसीको खबर केपी ओलीसँग भिड्नको लागि बालेन शाह झापा जाँदैछन् Congratulations, great, successful person. यो भन्दा खुसीको खबर त साँच्ची भन्नु पर्दाखेरि मेरो अमेरिका जान डिबी पर्दाखेरि पनि भएको थियो अहिले म त्यति खुसी छु स्याबास बालेन शाह यसैगरी आँट गर्नुपर्छ अब झापा जिल्लाका जनताले घन्टीमा भोट हाल्न तम तयार भएर बस्नुपर्छ केपी ओलीलाई हराउनै पर्छ हामीसँग केपी ओलीको लेनादेना केही छैन रिस आवेग अनि डाहा गर्नुपर्ने केही कारण छैन तर केपी ओलीलाई यस पटक संसदभित्र छिर्न दिनुहुन्न रोक्नुपर्छ बालेन शाह पहिलोचोटि घन्टी घरमा जाँदैछन् दोस्रो जनकपुरमा आम सभा हुँदैछ एउटै मञ्चमा रवि र बालेनको आम सभा ठुलो हुनेछ मधेसी जनसमुदायलाई सम्बोधन गर्नेछ मधेसी जनसमुदायलाई यी एमाले काङ्ग्रेस माओवादीले जति प्रयोग गरे नि अब प्रयोग गर्न सक्ने छैनन् पाउने छैन त्यसपछि र्याली सहित झापा जानेछन् बालेन झापामा केपी ओलीसँग भिड्नको लागि आफ्नो उम्मेदवारी दर्ता गर्नेछन् अनि 3 करोड नेपाली जनता खुसी हुनु पर्दैन देश विदेश स्वदेश जहाँसुकैबाट होस् नेपाली जनता खुसी हुनुहोस् अब बालेन शाहलाई प्रधानमन्त्री बनाउन आजैदेखि अहिलेदेखि तपाईहरु लाग्नुस् हामी पनि लागेका छौं र उनीहरु पनि तम तयार भएर बसेका छन् केपी ओलीलाई जसरी पनि हराउ बालेन शाहलाई यो देशको प्रधानमन्त्री बनाऊ के छ विचार साथीहरु मेरो भनाइ कस्तो लाग्यो भट्टाभट कमेन्ट गर्नु होला यो भिडियोलाई त्यही केपी ओलीसम्म पुर्याइदिनुस् ताकि केपी ओलीले पनि हेरोस् म पक्कै पनि यो भिडियो हेरेपछि जाँदै जान्न भन्ने उहाँको मनसायमा त्यो खुलदुली लाग्यो मैले दुई हात जोडेर बिन्ती गर्दैछु हामी एमाले काङ्ग्रेस माओवादी पत्तासाफ गर्नुपर्छ नेपाली जनता यस पटक घन्टीमा भोट हाल्नुपर्छ घन्टी भनेको नयाँ वैकल्पिक शक्ति हो यो देशको प्रधानमन्त्री बालेन शाहलाई बनाउनु पर्छ यो देशको गृहमन्त्री रवि लामी छानेलाई बनाउनु पर्छ यो देशको अर्थमन्त्री सोडिम वाग्लेलाई बनाउनु पर्छ यो देश बन्नको लागि नयाँले सरकारको नेतृत्व लिनुपर्छ त्यसको लागि जनताले भोट घन्टीमा हाल्नुपर्छ अब एमाले काङ्ग्रेस माओवादीलाई भोट हालेर फेरि पनि मासु भातमा बिकेर पैसाको बिटोमा बिकेर हैन दिन रात हाम्रो प्रचण्ड जिन्दाबाद हाम्रो केपी ओली जिन्दाबाद हाम्रो शेरबहादुर गगन जिन्दाबाद भन्ने हो भने यो देश साँच्चै नै बर्बाद हुन्छ यो देश साँच्चै नै बन्दैन कहिले पनि त्यसैले हाम्रो केपी मुर्दाबाद हाम्रो शेरबहादुर मुर्दाबाद हाम्रो प्रचण्ड मुर्दाबाद यसपालि रवि र बालेन जिन्दाबाद भन्दै घन्टीमा भोट हाल्ने संकल्प गरौँ देशको कुना कुनाबाट शहरको कुना कुनाबाट देश विदेशमा बस्ने आमा बुबा दाजुभाइ दिदीबहिनीको मनबाट घन्टीमा भोट अरु सबैलाई चोट बालेन शाह यो देशको प्रधानमन्त्री यो देशको गृहमन्त्री रवि लामी छाने र यो देशको अर्थमन्त्री सोडिम वाग्ले हुनुपर्छ भन्दै कमेन्ट गर्नु होला यो भिडियोलाई व्यापक शेयर गर्नु होला ताकि सबै नेपाली जनताले घन्टीमा भोट हाल्न सकुन् घन्टीमा भोट हाल्ने संकल्प लिउन् घन्टीमा भोट हाल्नको लागि तम तयार भएर बसुन् मासु भात पचाइन्छ पैसा पनि खाइन्छ त्यसपछि भोट घन्टीमा हालिन्छ भन्ने संकल्प लिउन्